हेलो सबैजनालाई नमस्ते। यो सूर्यकुण्ड आज हामी फाइनल्ली हाम्रो डेस्टिनेसनमा आइपुगेको छ। यो हो सूर्यकुण्ड। यो एकदम 6 दिनको ट्रेक थियो। हामी 6 दिनको ट्रेकको लास्ट डेस्टिनेसन भनेको हाम्रो सूर्यकुण्ड थियो। फाइनली हामी यो ठाउँमा आइपुगेको छौँ र यो ठाउँ चाहिँ गोसाइकुण्डदेखि ओन्ली 1 आवरमा हामी चाहिँ यहाँ आइपुग्न सफल भएको छ। कृपया यहाँ सबैजनाले यहाँ आएर यहाँको मनोरम दृश्यहरू, यहाँको जुन स्वर्गको आनन्द छ त्यो यहाँबाट चाहिँ लिन सक्नुहुनेछ। हामी टोटल हाम्रो चाहिँ 32 जनाको टिम छ। 17 जना खैरी सहितको, कुरी विदेशी सहितको। हामी नेपालीहरू चाहिँ हामी अलिकति अगाडि हामी अगाडि बढेछौँ। कुरीहरू चाहिँ बिस्तारै आइरहनु भएको छ। यहाँ सबैजना कैद गरिरहनु अवस्था छ। हामी चाहिँ यहाँ यसरी नै आफ्नो प्रस्तुति दिन सक्नुहुनेछ भन्दै मेरो चाहिँ यो 2 शब्द यहाँलाई कृपया सबैजना यहाँ आफ्नो लोकल, आफ्नो नेपाली ठाउँलाई चाहिँ प्रमोट गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दै म बिदा हुन चाहन्छु। यो सूर्यकुण्ड यो